नमस्ते, म स्वतन्त्र पत्रकार डिआर सुमन अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिहर्कमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छु। अब हाम्रा मतदान अधिकृतहरू र कर्मचारीहरू मतदान केन्द्रमा पुग्दै गर्दा सशस्त्र प्रहरी, जनपद र नेपाली सेना तीनटै सुरक्षा निकायले मतदान केन्द्रित सुरक्षालाई उहाँहरूले महत्त्व दिएर खटिने योजना बनाउनु भएको छ र मतदान केन्द्रमा केन्द्रित भएर पहिलो लेयरमा मतदान केन्द्रभित्र जनपद र निर्वाचन प्रहरी खटिनुहुन्छ केन्द्रभित्र। त्यस बाहिर मतदान केन्द्रलाई पहिलो लेयर जनपद र निर्वाचन प्रहरीले सुरक्षा दिन्छ भित्रबाट। त्यसपछिको दोस्रो लेयरमा सशस्त्र प्रहरीले सुरक्षाको घेरा दिएर बसेको हुन्छ भने तेस्रो लेयरमा नेपाली सेनाले पनि सुरक्षा दिएर बसेको हुन्छ। यसरी अहिले 3 लेयरको सुरक्षा व्यवस्था छ। त्यस कारणले सम्पूर्ण मतदाताहरूलाई ढुक्क भएरै वातावरणमा मतदानमा सहभागी हुन म आह्वान गर्दछु। अहिले 3 लेयरमा सुरक्षा भएको हुनाले विगतमा नेपाली सेना बुथभित्र आउन पाउन्नथ्यो, मतदान केन्द्रभित्र नआउने परिचालन भएको थिएन। अहिले नेपाली सेना मतदान केन्द्र स्थित केन्द्रित भएर परिचालन भएको अवस्था छ। मतदान केन्द्रभित्र कुनै असहज वातावरण सिर्जना भएको अवस्थामा सशस्त्र प्रहरी र नेपाली सेना पनि बुथभित्र प्रवेश गर्न पाउने गरी निर्वाचन आयोग र नेपाल सरकारले अनुमति दिएको अवस्था छ। त्यो हुनाले सबै मतदाताहरूलाई, त्यहाँ खटिने कर्मचारीहरूलाई ढुक्क साथ आफ्नो कार्य सम्पादन गर्न म निर्देशन गर्दछु। यो करारका कर्मचारीलाई नराख्ने र यो कोडबाट चाहिँ विशेष व्यवस्था गरेर चाहिँ कर्मचारी ठ्याक्कै खटाउने भन्ने चाहिँ जुन एउटा कुराकानी गर्नुभएको थियो, त्यो कतिको व्यावहारिक रूपमा लागू भयो अथवा के छ यसमा? हामीले स्थानीय तहका करार ज्यालादारीका कर्मचारीहरू नखटाउने निर्णय गरेका थियौँ। त्यो अनुसार हामी खटाएका छैनौँ र सङ्घीय कार्यालय र प्रदेश कार्यालयका करारका कर्मचारीहरूलाई पनि खटाएका छौँ। कार्यालय सहयोगीहरू अब 57 सालदेखि लोकसेवा आयोगले स्थायी नमागेको हुनाले सबै करारका हुनुहुन्छ। त्यस कारणले कार्यालय सहयोगीहरू सबै ठाउँका करारका हामी खटाएका छौँ। र जहाँसम्म कोडिङको कुरो छ, सम्पूर्ण कर्मचारीको लिस्ट जिल्ला जनशक्ति व्यवस्थापन समितिले हामीलाई उपलब्ध गराएको लिस्टलाई कोडिङ गरेर, कोडिङको आधारमा हामीले मतदान केन्द्रलाई पनि कोड गरेर सबै कर्मचारीको खटनपटन गरेको अवस्था छ। कुनै पनि काम गर्दै गर्दा सबैभन्दा यथार्थ रिपोर्ट ल्याउनका लागि सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहनुपर्छ र सत्य तथ्यमा टेकेर यथार्थ विषयवस्तु ल्याउने पत्रकारितालाई सम्मान गरियो भने समाज र राष्ट्र समृद्ध हुन सहज हुन्छ। प्रतिनिधि सभा निर्वाचन 2082 फागुन 21 को तयारी तीव्र गतिमा अगाडि बढ्दै गर्दा अब हामीसँग रहेको 1 हप्ताको अवस्थामा सन्धिहर्कमा रहेर यो कार्यालयले कुन कुन तयारी पुरा गरिसक्यो त भन्ने विषय सहित मतदान स्थलमा जाने सुरक्षाकर्मी, मतदान अधिकृत, मतदाता र समग्र अवस्था के छ त, म सही विषयमा कुराकानी गर्दैछु। मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे मसँग सँगै हुनुहुन्छ। सबैभन्दा पहिला तपाईँलाई अर्घाखाँचीमा मनोनयन दर्ता पछाडि अहिलेसम्मको समग्र अवस्था कस्तो छ र निर्वाचन अधिकृतहरूलाई तालिम सम्पन्न भयो, कस्तो निर्देशन दिनुभयो त? अहिलेसम्म मनोनयन दर्ता भएदेखिको वातावरण सहज छ, सौहार्दपूर्ण तवरले आचार संहिताको सीमाभित्र रहेर सबै उम्मेदवार राजनीतिक दलले आफ्नो प्रचार प्रसार कार्यलाई अगाडि बढाएको अवस्था छ र हामीले जिल्लाका मतदान स्थल र मतदान केन्द्रहरूको पनि स्थलगत अनुगमन गरेको आधारमा कर्मचारीहरू छनौट गऱ्यौँ र 209 हाम्रा मतदान केन्द्र, 102 मतदान स्थलको लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण कार्यक्रम 2082 फागुन 11 र 12 गते 2 दिन हामी सञ्चालन गरिसकेको अवस्था छ र त्यो अभिमुखीकरण तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हामीले के निर्देशन गरेका छौँ भने मतदान केन्द्रमा उपस्थित हुँदा आफ्नो केन्द्रभित्र खटिने सम्पूर्ण कर्मचारी र निर्वाचन प्रहरी र
जनपदको सुरक्षाकर्मी समेतलाई निर्वाचन आचार संहिताको अनिवार्य रूपमा पालना गराउनु हुन र त्यो क्षेत्रमा आफ्नो केन्द्र रहेको ठाउँका राजनीतिक दल, उम्मेदवार र मतदान प्रतिनिधिहरूलाई समेत त्यसमा प्रतिबद्ध गराउनु हुन भनेर हामीले निर्देशन गरेका छौँ। त्यो अनुसार उहाँहरू परिचालन हुनुहुन्छ र त्यहाँ गई त्यस्ता गतिविधि देखिए भने हामीलाई समयमै जानकारी गराउन र हामी तत्काल त्यसलाई हामीले कारबाही अगाडि बढाउने भन्ने हामीले जानकारी समेत गराएको अवस्था छ। प्रत्येक निर्वाचन केन्द्रमा विशेष गरेर कतिजना कर्मचारी छ र मुख्य निर्वाचन अधिकृत सहित सुरक्षाकर्मीको अवस्था के रहेको छ? प्रत्येक निर्वाचन केन्द्रमा एकजना मतदान केन्द्रमा, निर्वाचन केन्द्र भन्दा पनि मतदान केन्द्र, हरेक मतदान केन्द्र 300 भन्दा कम मतदाता भएका मतदान केन्द्रमा 5 जना, एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत र 2 जना सहायक कर्मचारी, एकजना सहयोगी कर्मचारी गरेर 5 जना कर्मचारीको व्यवस्था छ भने 300 भन्दा बढी मतदाता भएको मतदान केन्द्रको लागि मतदान अधिकृत एकजना, सहायक मतदान अधिकृत एकजना, सहायक कर्मचारी 3 जना र सहयोगी कर्मचारी 1 जना गरेर 6 जना कर्मचारी रहने व्यवस्था छ। यसरी गर्दा 209 मतदान केन्द्रको लागि र 2टा अस्थायी मतदान केन्द्र, यो समानुपातिक निर्वाचन प्रणालीको लागि एउटा कारागारभित्रका थुनुवा कैदीहरूको लागि र एउटा निर्वाचनमा नखटिने सुरक्षाकर्मी र कर्मचारीहरूको लागि जिल्ला प्रशासन कार्यालय अराहाँचीमा रहेको अस्थायी मतदान केन्द्र गरेर 2टा अस्थायी मतदान केन्द्र सहित सबैमा खटिने कर्मचारीको सङ्ख्या 1259 रहेको छ। यो 19 गते मतदान केन्द्रमा स्थलहरूमा कर्मचारी पुगिसक्नुपर्ने, यो विद्यालयहरू खुला रहेछ, यसपटक चाहिँ बिदा छैन भन्ने चाहिँ आएको छ। यसको लागि चाहिँ विशेष के तयारी गर्नुभएको छ अथवा त्यहाँ पुग्ने कर्मचारीहरूले कसरी चाहिँ काम गर्न सहज हुन्छ, यसबारेमा केही सोच्नु भएको छ, केही निर्णय भएको छ? यस सम्बन्धमा जिल्ला शिक्षा समन्वय इकाइसित पनि हामी समन्वय गरेका छौँ, सम्बन्धित पालिकासित पनि हामी समन्वय गरेका छौँ। बिदा पनि लगभग 2 दिन 18 गते र 19 गते पहाडमा 18 गते 19 गते तराईमा होली भएको सन्दर्भमा विद्यालयहरू 2 दिन नै बिदा दिने कुरा भएको छ र 20, 21, 22लाई गृह मन्त्रालयले नै बिदा दिने भनेर भनेको अवस्था छ। निर्वाचन आयोगले पनि त्यही अनुसार सिफारिस गरेको छ। 23 गते शनिबार पर्छ, 24 गते नारी दिवस पनि बिदा छ। त्यस कारणले 1 हप्ता नै विद्यालयहरू बन्द रहने। हाम्रा कर्मचारी 19 गते होइन 18 गते मतदान केन्द्रमा पुगिसक्नुपर्छ। उहाँहरूले मतदान केन्द्रमा पुगेर सूचना प्रकाशन गर्नुहुन्छ, 5वटा सूचना, त्यो अनुसार 18 गते नै सबै कर्मचारीहरू मतदान केन्द्रमा पुगिसक्नुहुन्छ। त्यो पुग्ने गरी हामी निर्देशन गरेका छौँ। यसको अर्थ 19 लगायत 18देखि सबै समय निर्वाचन समय अवधिभर नै विद्यालयहरू बन्द हुने र सबै ठाउँ खुला भएर निर्वाचन प्रक्रियामा अगाडि बढ्ने भन्ने नै हो। त्यसमा ढुक्क हुनुपर्छ। दर्शकहरू, यति बेला हामी मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा छौँ। निर्वाचनमा तयारीको अवस्था र समग्रमा कर्मचारी सहित व्यवस्थापनको विषयवस्तुमा हामी लगातार फलोअपमा छौँ। यो पछिल्लो समयमा अहिलेको निर्वाचनमा एउटा फरक गरिएको रहेछ। यो मतदाताले स्वस्तिक छाप लगाउने जुन ठाउँ छ त्यो ठाउँमा रबर स्टाम्प जुन आउने व्यवस्था रहेछ त्यो यसपटक आयोगले उपलब्ध गराएको छैन भन्ने सुनिएको छ। यसरी गर्दै गर्दा कयौँ अवस्था जसरी कि धेरै मत बदर हुने अवस्था पनि रहन सक्छ। यसको व्यवस्थापन कस्तो छ भनेर गुनासो आएको, विशेष गरी यो निर्वाचन कार्यालयले नै हामीलाई जानकारी गराएको थियो कि यो आएको छैन। यसको विषयमा के तयारी गर्नुभएको छ अथवा कार्यालयले नै के तयारी गर्छ? अहिले निर्वाचन आयोगले त्यो रबर स्ट्याम्प मतपत्र राखेर स्वस्तिक छाप लगाउने रबर स्ट्याम्प नपठाएको अवस्था छ। त्यसको विकल्पमा हामीले मतदान अधिकृतहरूलाई भनेका छौँ, कुनै कार्टुनलाई प्रयोग गर्ने, कार्टुनलाई राखेर प्रयोग गर्ने या
कपडालाई पटाएर राख्ने व्यवस्था मिलाउने अथवा केही स्थानीय निकायहरूसित समन्वय गरेर जिल्ला निर्वाचन कार्यालयले समन्वय गरेर स्थानीय तहहरूले म्याट उपलब्ध गराउने भन्ने कुरो पनि आएको छ। त्यो अनुसार हामी व्यवस्थापन गर्छौँ। जस तयारीको लागि निर्देशनात्मक आदेश निर्देशन चाहिँ गएको छ र समिति कार्यालयले चाहिँ त्यस सम्बन्धी अगाडि बढेको छ। यसमा हामी पहल गरिरहेछौँ। यो सबैभन्दा महत्त्वपूर्ण यो निर्वाचन हुँदै गर्दा मतदान स्थलमा पुग्ने सम्पूर्ण मतदाता अनि मतदाताको साथै फेरि त्यहाँ रहने निर्वाचन कर्मचारीहरू जो चाहिँ अधिकृतदेखि लिएर सबै सहयोगी कर्मचारीसम्मको अवस्थालाई खटनपटनको अवस्थामा पुग्दै गर्दा कोही न कोही सहजता, कहीँ न कहीँ असहजता, कहीँ न कहीँ प्रतिक्रियात्मक कुराकानी आउनु स्वाभाविक नै हुन्छ। तर उहाँहरूको त्यस्तो कुनै गुनासो आएको छ तपाईँसँग जसले चाहिँ हामीले यो कारणले चाहिँ यस्तो गर्न सम्भव छ या छैन भन्ने कुराको? त्यस्तो साह्रै ठुलो गुनासो आएको छैन। केहीले विगतमा हामी मतदान अधिकृत भएको यसपालि सहायक भयौँ अथवा विगतमा हामी माध्यमिक शिक्षकहरू मतदान अधिकृत हुन पाएका थियौँ, यसपालि हामी खटिन पाएनौँ भन्ने गुनासो छ। त्यो गुनासो स्वाभाविक हो, किन भन्दा हाम्रा मतदान केन्द्र 209वटा हुन्। हामीले मतदान अधिकृत 209 जनालाई मात्रै बनाउन सक्थ्यौँ। त्योभन्दा बढी हामी बढाउन पनि सक्दैनथ्यौँ, घटाउन पनि सक्दैनथ्यौँ। त्यस कारणले सीमित सङ्ख्यामा सीमित व्यक्तिको उसको भूमिका, पद, ओहदा र क्षमतालाई हामीले पूर्वानुमान गरेर यो ठाउँमा यो व्यक्तिलाई खटायो भने त्यहाँ मतदान सम्पन्न गरेर ऊ आउन सक्छ भन्ने हामीले विश्वास गरेर त्यही अनुसार हामी खटनपटन गरेको अवस्था छ। तपाईँले कुराकानी ल्याइहाल्नुभयो। यो कर्मचारी खटनपटनमा खास गरेर यो जिल्लामा त अलिक कम देखिएको छ, यद्यपि नआएको चाहिँ होइन। बाहिर त व्यापक नै कहीँ राजीनामा दिने सम्मका आउँदैन, म चाहिँ खट्दैन भन्ने टाइपको सम्म देखियो। तपाईँले यसभन्दा पहिलाको अन्तर्वार्तामा पनि भन्नुभएको थियो र कयौँ गुनासो पनि त्यसमा फर्काएको छ। यो करारका कर्मचारीलाई नराख्ने र यो कोडबाट चाहिँ विशेष व्यवस्था गरेर चाहिँ कर्मचारी ठ्याक्कै खटाउने भन्ने चाहिँ जुन एउटा कुराकानी गर्नुभएको थियो, त्यो कतिको व्यावहारिक रूपमा लागू भयो अथवा के छ यसमा? हामीले स्थानीय तहका करार ज्यालादारीका कर्मचारीहरू नखटाउने निर्णय गरेका थियौँ। त्यो अनुसार हामी खटाएका छैनौँ र सङ्घीय कार्यालय र प्रदेश कार्यालयका करारका कर्मचारीहरूलाई पनि खटाएका छौँ। कार्यालय सहयोगीहरू अब 57 सालदेखि लोकसेवा आयोगले स्थायी नमागेको हुनाले सबै करारका हुनुहुन्छ। त्यस कारणले कार्यालय सहयोगीहरू सबै ठाउँका करारका हामी खटाएका छौँ। र जहाँसम्म कोडिङको कुरो छ, सम्पूर्ण कर्मचारीको लिस्ट जिल्ला जनशक्ति व्यवस्थापन समितिले हामीलाई उपलब्ध गराएको लिस्टलाई कोडिङ गरेर कोडिङको आधारमा हामीले मतदान केन्द्रलाई पनि कोड गरेर सबै कर्मचारीको खटनपटन गरेको अवस्था छ। अब हामी अन्त्यतिर आएका छौँ। खासमा यो निर्वाचन भव्य रूपमा सफल पार्नका लागि हाम्रो दायित्व उति नै रहन्छ। सञ्चारकर्म र खास गरेर यो कार्यालयको चाहिँ समन्वय अन्तर्गत सत्य समाचारबारे जाँदै गर्दा अझ व्यवस्थित र मर्यादित तरिकाले अर्घाखाँचीको निर्वाचन सम्पन्न गर्नुमा हाम्रो दायित्व रहन्छ भन्ने कुरामा हामी पनि ढोका छौँ। अन्त्यमा आएका छौँ। मतदातालाई अनि सुरक्षाकर्मीलाई, मतदान केन्द्रमा रहेका कर्मचारीलाई र समग्र अर्घाखाँचीवासीलाई अर्घाखाँचीको मुख्य निर्वाचन अधिकृतको सन्देश के हुन्छ र यो निर्वाचन ढुक्क तरिकाले शान्तिपूर्ण तरिकाले सम्पन्न हुन्छ भन्ने कुराको प्रतिबद्धता चाहिँ के छ? यस सम्बन्धमा मैले सम्पूर्ण मतदाताहरूलाई के आश्वस्त बनाउन चाहन्छु भने अहिले सबै पालिका लेभलमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सेल्टर गठन भएर 15-20 दिन अगाडिदेखि त्यहाँ गएर बसेको अवस्था छ र अब हाम्रा मतदान अधिकृतहरू र कर्मचारीहरू मतदान केन्द्रमा पुग्दै गर्दा सशस्त्र प्रहरी, जनपद र नेपाली सेना तिनटै सुरक्षा निकायले मतदान केन्द्रित सुरक्षालाई उहाँहरूले महत्त्व दिएर खटिने योजना बनाउनु भएको छ र मतदान केन्द्रमा केन्द्रित भएर पहिलो लेयरमा
मतदान केन्द्रभित्र जनपद र निर्वाचन प्रहरी खटिनुहुन्छ केन्द्रभित्र। त्यस बाहिर मतदान केन्द्रलाई पहिलो लेयर जनपद र निर्वाचन प्रहरीले सुरक्षा दिन्छ भित्रबाट। त्यसपछिको दोस्रो लेयरमा सशस्त्र प्रहरीले सुरक्षाको घेरा दिएर बसेको हुन्छ भने तेस्रो लेयरमा नेपाली सेनाले पनि सुरक्षा दिएर बसेको हुन्छ। यसरी अहिले 3 लेयरको सुरक्षा व्यवस्था छ। त्यस कारणले सम्पूर्ण मतदाताहरूलाई ढुक्क भएर भयरहित वातावरणमा मतदानमा सहभागी हुन म आह्वान गर्दछु। अहिले 3 लेयरमा सुरक्षा भएको हुनाले विगतमा नेपाली सेना बुथभित्र आउन पाउन्नथ्यो, मतदान केन्द्रभित्र नआउने परिचालन भएको थिएन। अहिले नेपाली सेना मतदान केन्द्र स्थित केन्द्रित भएर परिचालन भएको अवस्था छ। मतदान केन्द्रभित्र कुनै असहज वातावरण सिर्जना भएको अवस्थामा सशस्त्र प्रहरी र नेपाली सेना पनि बुथभित्र प्रवेश गर्न पाउने गरी निर्वाचन आयोग र नेपाल सरकारले अनुमति दिएको अवस्था छ। त्यो हुनाले सबै मतदाताहरूलाई, त्यहाँ खटिने कर्मचारीहरूलाई ढुक्क साथ आफ्नो कार्य सम्पादन गर्न म निर्देशन गर्दछु, अनुरोध गर्दछु र मतदाताहरूलाई पनि भयरहित भएर आफू मतदानमा सहभागी हुन आह्वान गर्न चाहन्छु। अर्घाखाँची जिल्लाभरिको निर्वाचन सम्पन्न भइसके पछाडि मतगणना हुने ठाउँ सन्धिहर्कमा जसरी मतपत्रहरू ल्याउने र यहाँ गर्ने अवस्थासम्म आउनका लागि यहाँ तयारी के भएको छ र मतदान सकिएको कति समय पछाडि चाहिँ अर्घाखाँचीको रिजल्ट ल्याउने तयारी गर्नुभएको छ? सम्भवतः हामीले मतदान सकिएको 4-5 घन्टाभित्रमा हामीले सबै मतपेटिका सदरमुकाममा पुर्याउने गरी योजना बनाएका छौँ। 4वटा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय गरेर त्यो अनुसार 4वटा सुरक्षा निकायले रुट बनाउनु भएको छ। कलेक्सन गर्ने मतपेटिकाहरू कलेक्सन गरेर लिएर आउने भनेर रुट व्यवस्थापन गर्नुभएको छ। त्यो अनुसार बढीमा ढिलो हुँदा पनि 4-5 घन्टाभित्रमा हामीले सबै मतपेटिका यहाँ पुर्याइसक्ने गरी हामी योजना बनाएका छौँ। र हामीले बुझ्दा पनि विगतमा एकै ठाउँबाट बुझ्दा रातभरि मतदान अधिकृतहरू लाइनमा बस्नुपर्ने विगतको पीडालाई हामीले महसुस गरेर यसपालि हामीले निर्वाचन सामग्री र मतपत्र दिएर बुझाएर उहाँहरू मतदान केन्द्रमा जाँदा पनि हामीले 6वटा पालिकाका छुट्टै 6 ठाउँबाट बुझाउने, उहाँहरूलाई दिँदा पनि हामी सहज ढङ्गले दिने, बुझ्दा पनि उहाँहरूलाई 6 ठाउँबाट हामीले 6वटा पालिकाका 6 ठाउँबाट बुझेर छिटोभन्दा छिटो उहाँहरूलाई मतपेटिका बुझाउन सक्ने गरी हामी योजना बनाएको अवस्था छ। खास गरेर समग्रमा तयारी चाहिँ भएको छ। रिजल्ट अथवा मत परिणाम कति समयमा सार्वजनिक गर्न सकिन्छ भन्ने आकलन छ अथवा तयारी के छ? हामीले अब मतगणना स्थल यही मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् अर्घाखाँची जिल्ला अदालतको भवनभित्रकै हलमा हामीले तार जाली लगाएर मतगणना स्थल बनाएको अवस्था छ। त्यही मतगणना स्थलमा हामीले मतगणना कार्य गर्छौँ। त्यसको लागि हामीले मतगणना गर्ने कर्मचारीहरूलाई अभिमुखी पनि गर्छौँ। त्यो अनुसार हामीले प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको निर्वाचनको परिणाम हामीले ढिलोमा 28-29 घन्टा, छिटोमा 24 घन्टाभित्रमा हामीले परिणाम निकाल्छौँ भन्ने हामी योजनामा छौँ। महत्त्वपूर्ण समय दिनुभयो। खास व्यस्तताको बिचमा अर्घाखाँची जिल्लाको निर्वाचनसँग समय जोडिएर खास गरेर मुख्य निर्वाचन अधिकृत आफै व्यस्त समयको बिचमा आउनुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। मेरो आवाज आम जनतासम्म पुर्याउने जुन अवसर मौका दिनुभयो त्यसको लागि पनि यहाँलाई हार्दिक आभार एवं धन्यवाद दिन चाहन्छु। नमस्कार। पक्कै पनि दर्शकहरू, हामीले थप रिपोर्ट फेरि पनि ल्याउनेछौँ र अर्घाखाँचीको निर्वाचन सौहार्द रूपमा सम्पन्न हुने गरी सबै ठाउँमा तयारी भएको र सबै स्थानीय तहमा सुरक्षाकर्मी यानि कि 3 लेयरको
सशस्त्र जनपद र नेपाल आर्मी सहित राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी समेत पुगेको अवस्थामा अर्घाखाँचीको निर्वाचन सभ्य भव्य र मर्यादित रूपमा हुने कुरामा हामी पनि विश्वास दिलाउन चाहन्छौँ र थप ग्राउन्डमा हुन सक्ने सहज असहज कुनै पनि परिस्थितिको रिपोर्टलाई स्वतन्त्र र निष्पक्ष रूपमा ल्याउनका लागि सधैँभरि हाम्रो रिपोर्ट अगाडि बढ्ने प्रतिबद्धतासहित अहिलेको रिपोर्टिङ यहाँ नै भन्न चाहन्छु। डिआरडी सुमन, अर्घाखाँची.com, सन्धिखर्क, अर्घाखाँची। नमस्ते।